गाइस हेलो एन्ड नमस्ते हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म बुलबुलेमा आएको छु। यो चाहिँ हाम्रो बुलबुलेको दुईटा धारा हो, देख्न सक्नुहुन्छ। यहाँ हाम्रो पानी उम्रिन्छ अनि हाम्रो पानी चाहिँ यहाँदेखि झर्छ। यता हाम्रो अलैँची बगान छ, अलैँची बगान। त्यहाँ माछा पोखरी छ। हाम्रो चाहिँ यो पानी चाहिँ मेरो आफ्नै धारा हो गाइस, देख्न सक्नुहुन्छ। यो धारा चाहिँ मेरो आफ्नै हो। यो धारा चाहिँ यसपालि पानी फुल्न पनि मिल्छ, जे गर्न पनि मिल्छ गाइस। अहिले चाहिँ म दाउरा लिन जाँदैछु, भरे दाउरा ल्याएर तपाईँलाई भेट्छु। यो चाहिँ हाम्रो बुलबुले। यहाँ चाहिँ हेर्नु, यहाँ हाम्रो चाहिँ पानी उम्रिन्छ, हेर्नु। यहाँ चाहिँ हामीले केराहरू रोपेको छौँ। यो हाम्रो अलैँची बारी हो। अलैँची मैले नै लगाएको हो, यो सबै हेर्न सक्नुहुन्छ। यो ड्रागन फ्रुट। हेलो सर, यता हेर्नु। हेलो, यो हाम्रो सबै अलैँची बारीहरू हो। अलैँची, त्यहाँ हाम्रो पोखरी छ, माछाको पोखरी छ। अनि यता मेरो श्रीमानजी हुनुहुन्छ। यहाँनिर पानीको उखान छ। यहाँ चाहिँ हाम्रो पानी यसरी जान्छ, 33 तरी पानीको धारा झर्छ, देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ हाम्रो ओखल छ अरे, यो अर्को हाम्रो धारा हो। यता चाहिँ त्यहाँ पोखरी छ, त्यहाँ माथि पनि हाम्रो पोखरी छ। त्यहाँ मुनि चाहिँ हाम्रो ओखल छ, देख्न सक्नुहुन्छ। ठिक छ। यो चाहिँ हाम्रो माछा पोखरी, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ माछा छ, म हजुरहरूलाई तल गएर देखाउँछु। त अलैँची बगान, यहाँ चाहिँ हाम्रो माछा छ, हेर्नु है, तल गएर देखाउँछु। अलैँचीको भट्टी हो। भट्टी चाहिँ गाइस यसरी लाउँछन् है। यहाँ तल चाहिँ दाउरा बाल्ने, आगो बाल्ने यहाँ, अनि यहाँ माथि चाहिँ अलैँची सुकाउने। यता चाहिँ पानी परेको बेला बस्न मिल्छ भनेर बनाएको। अनि हाम्रो दाउरा चाहिँ यहाँ छ, हामी यही दाउरा लिएर जान्छौँ। यही दाउरा हो। हाम्रो माछा चाहिँ यहाँ छ, यहाँ छ गाइस। माछा चाहिँ एउटै आएको छैन। ऊमा छ, यहाँ छ गाइस माछा। देख्नुभयो गाइस, यो चाहिँ माछा हो कि व्हाइट कलरको माछा हो। अनि यता मुनि पनि हाम्रो अलैँची नै बारी छ, अलैँची बारी। यो सब अलैँची बारी हो। ब्याकग्राउन्ड, इग्नोर माई ब्याकग्राउन्ड साउन्ड। ब्याकग्राउन्डमा चाहिँ हल्ला गर्दै हुनुहुन्छ। अनि त्यो चाहिँ यही साकेला गाउँपालिका 4 हुपाबु भन्ने गाउँ हो। त्यो चाहिँ हाम्रो गाउँ हो। यस्तो छ, वाउ छ नि गाइस, हेर्नु न। त्यस्तो छ होला गाइस। म चाहिँ यता छु, यस्तो छ। यता घुमी हेर्न सक्नुहुन्छ। म चाहिँ घुम्दैछु। म चाहिँ भोलि इटरी जाँदैछु। आज चाहिँ म हुपाबु भन्ने गाउँमा छु। के गर्नु गाइस, यता हेर्न सक्नुहुन्छ। क्या दामी। यो चाहिँ मेरो दाउराको बारी। त्यो दाउरा चाहिँ बाहिर बोक्नु पर्ने छ, बोकेर चाहिँ जाने। त्यो पारीको गाउँ चाहिँ कुन गाउँ हो? त्यो पारीको आस्तोला गाउँ हो। यो चाहिँ दिप्रुङ चिचिमा गाउँपालिकामा पर्छ। कहाँ त? यता एल्नाको दाजु बहिनी चाहिँ दाउरा भारी हालेको हालै। म चाहिँ अलिक छिटो काम गर्छु नि त, त्यही भएर मैले चाहिँ दाउरा पनि भारी हालेर राखिसकेको छु। यो चाहिँ हाम्रो गाउँबाट देखिने दृश्य हेर्नु होला। कुहिरोले ढाकेको छ, कस्तो खतरा रहेको छ, हेर्न सक्नुहुन्छ। त्यो पारीको गाउँहरू। अनि यो साकेला गाउँपालिकामा चाहिँ यस्तो छ बाटो। यता धानबारीहरू हरियाली छ। यो बाँस गाडी हो, बाँस हो यो चाहिँ गाइस, हेर्नु। हामी चाहिँ जाँदैछौँ। आज चाहिँ अहिले चाहिँ 8 बजिसकेको छ। कति बेला पुग्छौँ हेर्नु होला। यहाँ चाहिँ मेरो बुढा पढ्नुभएको स्कुल हो, तामुनी स्कुल छ। यो चाहिँ सिमल डाँडा स्कुल हो। अहिले म राम्रो देखाउँछु। पहिरो लडेको छ। यो चाहिँ मेरो हस्बेन्ड पढेको स्कुल।
यस्तो छ यो चाहिँ हाम्रो घर यही है हाम्रो घर चाहिँ गाइस यस्तो छ पानी परेर यो चाहिँ हाम्रो रोड वहाँ चाहिँ हाम्रो खोला छ यता मेरो श्रीमानजी हुनुहुन्छ हेलो बेबी हामी चाहिँ यो बाइक लिएर दिक्तलसम्म जान्छौँ त्यहाँदेखि चाहिँ हामी गाडीमा जान्छौँ यस्तो छ हामी चाहिँ पुगिसक्यौँ कारागार पुग्न चाहिँ अब हाम्रो 4 किलोमिटर छ अनि हामी कारागार पुग्छौँ गाइस यो चाहिँ हाम्रो ढुङ्खला पुग्यौँ है ओभर चिसो छ यस्तो दामी छ बाटो लास्ट चाहिँ चिसो रहेछ गाइस यो गाडी यो खोला यो नाला दामी छ है याचु भयो हिजोसम्म इटरीको गर्मी खाएको थियो आजदेखि चाहिँ हामी नुनथलाको जाडो खाना आइपुगिसकेको छौँ हेर्न सक्नुहुनेछ अगाडिको गाडीमा म गाडीमा भएको भए त्यस्तै गर्थेँ हेर्नु गाइस वाउ छ कि अनि त्यसमा उल्टो हुन्छ नि त नि यो गाडीलाई मात्रै देख्यो भ्याउ लाग्यो गाइस यो चाहिँ हाम्रो गाउँ हो देख्न सक्नुहुन्छ कस्तो राम्रो छ हेर्नु नि यहाँबाट भ्यू क्या गाइस रोडको हालत चाहिँ यस्तो छ यही हो रोड साकेला गाउँपालिकाको चाहिँ यो चाहिँ हाम्रो घरबाट देख्ने हेर्नु सक्नुहुन्छ हामी चाहिँ यस्तो बाटोबाट जाँदैछौँ यो चाहिँ खोला हो देख्न सक्नुहुन्छ खोला तर्नलाई मुस्किल कठिनाइ परेको छ यो चाहिँ हामी भोजपुरमा आइसकेको छौँ यो चाहिँ भोजपुर जिल्लामा अवस्थित छ चखेवा बाटो होमस्टे यहाँ माथि रहेको छ यस्तो जङ्गलमाथि होमस्टे छ यस्तो दामी ठाउँमा हजुरहरू पनि एकचोटि मोन्दम ट्रेल यति वर्ष हजुरहरू पनि एकचोटि घुम्न अवश्य आउनु होला यस्तो छ यहाँ चाहिँ धेरै जस्तो केकेको रुख पाइन्छ कोही बुद्धिस्टहरू पाइन्छ त्यो एकछिनमा नबोल्नुको कारण मेरो मोबाइल झरे जस्तो लाग्यो मलाई सो कारण पनि हो यस्तो ठाउँ छ राम्रो ठाउँ छ जे होस् विकास हुँदैछ ससुराली बाइक त घर जानलाई हेर सरकारी बाइक चलाएका बेसीमा काट्नेहरू हेर्न सक्नुहुन्छ होला गाइस तपाईँहरूले यता मान्छेहरू देख्न सक्नुहुन्छ रोड चाहिँ निर्माण भइरहेको छ रहेछ निर्माण कार्य जारी रहेछ यस्तो छ है हामी त यस्तो खतरा बाटो हामी त स्वर्गमै छौँ गाइस झरनाहरू खोला नाला हेर्नु इत्यादि यस्तो छ हामी यता हामी चाहिँ
हरियाली यस्तो राम्रो हेर्नु यहाँदेखि चाहिँ गोडसिंह होमस्टे जाने रहेछ कम्फर्ट होलिडे इन गोठेसी त्यहाँ माथि छ हामी चाहिँ त्यसमा अहिले चाहिँ जान्छौँ अहिले चाहिँ हामी यही बाटो जाउँ जाने बेबी हामी भोलि पर्सि जान्छौँ त्यो होमस्टे अहिले हामी होमस्टेभन्दा टाढा पुग्नु परेको छ गाइज अहिले हामी घुम्न निस्केको होइन अहिले हामी लङ ट्राभलमा निस्केको हामी चाहिँ इटहरीसम्म निस्केको छौँ इटहरीमा चाहिँ हाम्रो आफन्तहरू हुनुहुन्छ उहाँहरूसँग हामीले टिका जमरा लगाएकै छैन आज लास्ट दसैँको सो आज चाहिँ हामी जाँदैछौँ है टिका जमरा लगाउन हेर्नु है गाइज अब अहिले म बाटोमा हजुरहरूसँग भेट्छु अहिलेको लागि यति नै यस्तो छ दामी ठाउँ छ है दामी यता चाहिँ धेरै खुसी लाग्दो रहेछ हेर्न सक्नुहुन्छ बिस्तारै हाक्नुहोस् भनेर चाहिँ यहाँ चाहिँ नौले गाउँ पुग्यौँ हामी नौले गाउँ यता चाहिँ गाउँ पनि रहेछ नौले घर पनि रहेछ हेर्नु चाहिँ कहाँ पुग्यौँ हामी बाटोमा पुग्यौँ त्यो जेउपट्टि चाहिँ ब्रिज रहेछ अझै जहिले म हिँड्दा चाहिँ हाम्रो भाइ कलकत्तामा गाडीमा हिँड्यो भने गाडी बिग्रिन्छ भनेर मेरो बुढाले चाहिँ जहिले मलाई लडाउनुहुन्छ है यस्तो गाउँ रहेछ भन्नुहुन्छ त्यस्तो छैन चाहिँ अहिले देख्नु होला कोही कोही ठाउँ पुगिसकेको छ अब हामी एकैचोटि कहाँ पुग्छौँ उसलाई देख्न सक्नुहुन्छ बाटोमा छ देख्नुभयो होला कालीलाई पनि काली बाटोमा छ हेर्नु घरहरू रहेछ यतातिर चाहिँ यस्तो घरहरू यता चाहिँ तातै रहेछ अहिले चाहिँ त्यो अलिक माथि चाहिँ जाडो जाडो लागेको थियो खोला नालाहरू यस्तो रहेछ यता चाहिँ हामी चाहिँ पानीमा टेकेर गइसक्यौँ बुढा कस्तो हुँदैछ तैँले ट्राभल आजको मजा छ रमाइलो हुँदो रहेछ अहिले गाइज अफरोडमा चाहिँ मलाई चाहिँ लास्ट चाहिँ अफरोडमा चाहिँ मैले नसकेर भ्लग नबनाएको हो नत्र अफरोडको पनि म भ्लग बनाउन चाहन्थेँ हजुरहरूलाई देखाउन चाहन्थेँ यस्तो थियो यहाँ झर्नु पनि रहेछ यहाँ चाहिँ यस्तो छ अब त्यो सुशील नै चाहिँ मेरो बुढा हो किन झर्ना आयो है झर्ना यहाँ चाहिँ झर्ना रहेछ झर्नामा हामी आज फोटो खिच्छौँ गणेश राशि झर्ना यो चाहिँ थुक्का गाइज हामी चाहिँ यो घटना दामी हुँदो रहेछ